हेलो एभ्रिवान, वेलकम सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज पनि म जाँदैछु टोको सोको बोकेर चाहिनेमा दाउरा काट्न चाहिँ होइन। आज चाहिँ म जाँदैछु आलु खन्न। अनि मसँग छ मेरो एकदमै मिल्ने साथी। को छ तपाईँलाई थाहा छ? कता भाइ? यो हो मेरो साथी। यो चाहिँ मसँग हिँड्न छोड्दैन। अहिले म चाहिँ यहाँ तल जाँदैछु, मेरो साथी आउँदैछ सोक्दै। म चाहिँ फाइनल्ली आलुबारीमा आइसकेको छु। आलुबारी चाहिँ यति फेरि थोरै छ क्या आलु चाहिँ। अनि यही हो, आलु चाहिँ थोरै छ, खनेर लानुपर्ने हुन्छ। चाहिँ हाम्रो आलुबारी चाहिँ मेरो साथी टिङ्कु टिङ्कु चाहिँ आलुबारी आइसकेँ। मैले चाहिँ बोरा लिएको छु। अनि त्यसपछि ग्लोभ्स लाउनै पर्छ। ए क्यामेरामा के तेरो? यो चाहिँ मेरो साथी। अम्मै त यता चाहिँ यता चाहिँ उफ क्यामेरामा हेर्न। उफ यसले चाहिँ म खन्छु, टक 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 यसले खन्छु। मेरो साथीले चाहिँ गएर लोएर टिङ्कु हौ ल म चाहिँ आलु खान्छु। म चाहिँ अब आलु खान्छु होइन। आलु चाहिँ कतिको फलेछ? यत्रो यत्रो फलेछ। इस फलेछ। यो घाँस चाहिँ सुँगुरलाई चारो हुन्छ। चारो जहिले नभएर कस्तो बिजोग छ। कता गयो? आलु चाहिँ खासै फलेन छ। यत्रो मसिनो फलेछ क्या। घाँटी रे जन्म के को होला नि, कमी त फलेछ आलु, अलिक कस्तो मसिनो फलेछ। टिङ्कु उता जान हौ। हेत्तेरी त अहिले म यता 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 जाउँ न यता। यसले चाहिँ यस्तो दुःख दिँदैन हौ। मैले चाहिँ आलु खने थोरै, अब यो बोरामा लाउँछु। म सबै चाहिँ खन्दिनँ, थोरै मात्रै खन्छु खनेको। अनि आलु चाहिँ मसिनो फलेछ क्या, त्यही पनि कमिलाले खाइहालेछ। यति भयो, अलिक बारलाई पुग्छ, त्यसपछि फेरि खन्नुपर्छ। यो घाँस चाहिँ म फ्याल्दिनँ, किनभने घरमा सुँगुर छ, सुँगुरले खान्छ। सुँगुरलाई चारो छैन। ल घर जाने है छिटाइ चाहिँ। यो आइसक्यो, सुँगुरलाई चारो हुन्छ यो चाहिँ। थाले थोरै भने अब चाहिँ घरमा जानुपर्ने हुन्छ, खाना पनि बनाउनु पर्ने हुन्छ। टिङ्कु लगाइदियो, म चाहिँ घर गएको। अब यो चाहिँ भारी लाउँछु। यो चाहिँ सुँगुरलाई काटेर सुँगुरलाई चारो दिन्छु, चारो पकाएर दिन्छु। दाना दिने चाहिँ मान्छे। सबैजनालाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएको। मलाई खासै बोल्न चाहिँ आउँदैन, त्यही पनि अब बोलेर भिडियो बनाएँ। अनि सिक्दैछु, कति कुराहरू सिक्दैछु पनि होइन। सबैजनाले मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला। युट्युब च्यानल चाहिँ मेरो बायोमा छ, त्यहाँ गएर चाहिँ मेरो युट्युब च्यानललाई माया गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला।